म चाहिँ हैन अब चट्ट लाएर भाडा माझ्नु उसमा गयो हैन धारामा। अनि धारामा गएर चाहिँ म भाडा जुठो भएको भाडाहरू चाहिँ पखाल्न लायो। त्यसमा मैले हैन कल चलाएर पखालिरहेको छु। भाडा त धेरै हैन तर कहिले कहिले चाहिँ धेरै हुन्छ। मैले पखाल फाइनली गाइज मैले चाहिँ भाडा माझी भ्यायो है त गाइज। सो गाइज ब्याक टु माई न्यू भ्लग। आज हैन मेरो बुढाले सन्चो छैन, बिमार भयो, त्यही भएर भाडा कुरा माझ्नु पर्यो है। तर अरू बेला पनि मैले सहायता गर्थ्यो, के भयो नि अब मेरो बुढाले सन्चो भएन, त्यही भएर म आफैले भाडा माझ्नु पर्ने अवस्था आयो हैन। त्यही हो गाइज, अब के गर्ने हैन, कहिले कसै बुढाहरूलाई पनि सपोर्ट गर्नुपर्छ नसक्ने बेलामा। अनि मेरो बुढी त्यहाँ सुतिरहेछ हैन, पुरा बिमारी भएर त्यहाँ सुतिरहेछ बुढी चाहिँ, 2 दिन भयो है। त्यही हो गाइज है, कस्तो लाग्छ मेरो न्यू भ्लग, सपोर्ट माया गरिदिनु होला। र नयाँ हुनुहुन्छ भने युट्युब च्यानलमा गएर सब्सक्राइब गर्न नभुल्नु होला भन्दै नेक्स्ट भिडियो लिएर आउनेछु नेक्स्ट टाइममा। बाई गाइज।